हामीले जुन बिमा गर्यौँ त्यो देखिसकेपछि चाहिँ हाम्रो के भयो भने यो त टेम्परेचर चाहिँ बढेछ है, यो हाम्रो नोक्सान चाहिँ हुने रहेछ टेम्परेचरले गर्दा, त्यसैले चाहिँ बिमा चाहिँ गर्नै पर्ने देखियो। हामीले जुन बिमा गर्यौँ त्यो देखिसकेपछि चाहिँ हाम्रो के भयो भने यो त टेम्परेचर चाहिँ बढेछ है, यो हाम्रो नोक्सान चाहिँ हुने रहेछ टेम्परेचरले गर्दा, त्यसैले चाहिँ बिमा चाहिँ गर्नै पर्ने देखियो भन्ने कुरामा चाहिँ उनीहरूले लागे। अनि यो के हो भने यो त अब मौसमको बारेमा, यो टेम्परेचरको बारेमा त दिन प्रतिदिन चाहिँ यो हाम्रो तापक्रमहरू बढिरहेको अवस्था छ, त्यसैले यो बिमा चाहिँ गर्न उचित छ। अब मैले अघि नै तपाईँलाई मकै देखाएँ, त्यो तापक्रमकै असरले गर्दा त्यो मकै कम लाग्ने, त्यसलाई असर पोटिलो दाना नहुने, त्यो असर देखिन्छ। अब त्यसले पनि के अरे आंशिक रूपमा अथवा भनौँ न इन्डाइरेक्ट रूपमा यो मकैहरूलाई असर पुर्याएकै हुन्छ। त्यो हाम्रो किसानहरूलाई चाहिँ त्यति थाहा नभएको हुनसक्छ, तर केही न केही यो के अरे हाम्रो टेम्परेचरले गर्दा मकैलाई चाहिँ नोक्सानी गरेकै हुन्छ। मैले सल्लाह दिने भनेको तपाईँहरू इन्सुरेन्स चाहिँ गर्नै पर्ने हुन्छ।